हेलो नमस्ते फ्याफुलो नमस्ते। म त अब प्याज काट्न हिँडेको हो। कता हिँड्नु भएको हैन, घरमा प्याज काट्दैछु। आजको हाम्रो कार्यक्रम हो मेरो भाइको बर्थडे। अनि बर्थडेमा चाहिँ हामीलाई यहाँ हटे हामी चाहिँ यहाँनिर धमाधम बेलैमा मोमो बनाउँछ हैन। छेमाले पनिर मोमो बनाउँछ अनि मैले चाहिँ आटा मुछिदिएको, छेमाले चाहिँ प्याज काट्दैछ। अनि हाम्रो मिना छेमाले चाहिँ खोइ के गर्दैछ, भित्र खराक खराक त गर्दैछ, के गर्दैछ थाहै छैन। पनिर बना पुलाउ बना कहिले नि पुलाउ बनाउनु हुँदैछ अरे। म देखाउँछु तपाईँलाई ल पुलाउ बनाएको। बनाइ पनि सक्यो, च्वाइ पनि गरिसकेको। अनि आजको हाम्रो बर्थडे। अनि हाम्रो छेमाले चाहिँ यहाँ के गर्दैछ हेरौँ। बनला पुलाउ जिउ हाल्ने छेमा। यो चाहिँ के हो? यो चाहिँ के हो? चाना दाल। यो हाल्ने हो पुलाउमा? लसुन मिसिन खै खाँच्चिने कत्रो भरि हालेको हुँदैन नि। भरि त हैन, मिसिन लिएर आउँछ नि, त्यति काटेर हाल्नु राख्नु पर्यो नि त। अब मिसिन भरि भयो नि त। अनि कसरी त्यसलाई घेरेर पार्नु? धेर भयो, यसको कम करो मोसीजी। अब कसरी घुराउने होला? यसमै घुराउनु अनि साइजी छेमा उता भित्र, माइजी छेमा यहाँ, ठुलो छेमा रोइङमा, काली छेमा दोकानमा। मजाले बनाउने कसरी भन्नु? हुँदैन के कौला पक्ला बनाइदिन्छ कसले? दामी भयो। आँखा पोल्यो। जब से हुई है शादी आंसू बहा रहा हूँ भयो त। यो हो पनिरको मोमो। आटा चाहिँ मुसिसकेको छु अनि प्याज पनि काटिसकेँ। अनि यो मोमो। यहाँ चाहिँ मैले चिकन पकाउनु लागेको। अनि यहाँ चिकन छ। अनि यहाँ लसुन किचाइराखेको छु हो। यहाँ चाहिँ मेरो दुईवटा नातिनी आएको छ हो। अनि यहाँ तिनजनालाई काम लगाइदिएको छु। एकजना मोमो बनाउने, एकजना डल्लो पार्ने, एकजनालाई बेल्ने हो। उधार माइतु यहाँ तिनजना दिदी बहिनी, यता दिदी यता बहिनी, यता छेमाको चाहिँ नातिनी, मेरो बधाइनी। अस्ति भिडियोमा देखिसकेको छ नि। कति हो आमामा सन्। हेलो Yo, what's up guys? हेलो 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 त लड्यो। यहाँ चाहिँ डेकोरेसन हुँदैछ हल्का। घरको परिवार मात्र बसेर बर्थडे केक काट्ने हो। हिरो पो भएछ त नि। सूट बूट में आया कन्हैया बेन बजाने को। ऐ उठेर हाई भन्दै छिटो। तिम्रो धनिया निकाल। लु साडी लाउनु छेमा। हाम्रो काकाले केक लिएर आयो।
आमा थ्याङ्क यू कस्तो राम्रो देखेको छ सुट त दामी लिएछ त अन्त कहाँ गएको वा हाम्रो भाइको त वा भाइ दामी हो गया दामी समय लोग भी भेज दो साथ में हंसो गोपू हंसो ना आपका बिग स्माइल दे दे दो ले दोबारा जाओ ना हैप्पी बर्थडे टू यू वहाँ लास्टमा यताबाट खिलाइदिनु नानीलाई खिलाइदिनु पहिला वा ताली 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 खोइ ताली के खाएको के खाएको दामी अलिक हाल्दो चटनी खा बा बर्थडेमा त आजको भिडियो चाहिँ यहीँसम्म हो बर्थडेको हो अनि मेरो चाहिँ छेमाको छोराको बर्थडे थियो सानो छोराको अनि अलिकति मात्रै भिडियो बनाएको है अनि त्यही हेर्नु होला हजुरहरूले अनि लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गर्नु नबिर्सिनु होला ल आजको भिडियोमा बाई बाई सबैजना खाना खाएर पनि गइसकेको छ